Oh my god, how do I believe in this scenario, man? रियल मैड्रिडको अहिलेको युवाला फर्मले पेप गार्डियोलाको म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगको राउन्ड अफ 16बाट नकआउट गराइदियो भनेर। त्यो पनि एउटै हैन के, दुईटै लेगमा, फर्स्ट लेगमा 3-0 अनि सेकेन्ड हाफमा उसको आफ्नै इतिहादमा 2-1 को कहानी, समग्रमा 5-1 को एग्रिगेटमा म्यान्चेस्टर सिटीलाई च्याम्पियन्स लिगको राउन्ड अफ 16बाट नकआउट गराइदिसक्यो रियल मैड्रिडले। म्यान्चेस्टर सिटी र रियल मैड्रिडको राइभलरी पर्सनल भइसक्यो के, अहिले मात्रै हो र लास्टको 3 सिजनदेखि पुरै म्यान्चेस्टर सिटीलाई आउट बनाउने रियल मैड्रिड मात्रै हो च्याम्पियन्स लिगबाट। लास्ट सेकेन्ड इयरमा पनि रियल मैड्रिडले आउट बनायो, त्यति बेला रियल मैड्रिड च्याम्पियन पनि बनेको थियो। त्यसपछि लास्ट इयर पनि यसै गरी दुईटै लेगमा हराएर आउट बनायो अनि अहिले आएर पनि सेम त्यही केस। अनि आजको म्याचमा चाहिँ सुरुवाती 15 मिनेट म्यान्चेस्टर सिटीले बब्बाल तरिकाले पेल्यो, 3-4वटा त बब्बाल एकुरेट सटहरू टार्गेटमा अनि बब्बाल तरिकाले प्रहार गर्यो। त्यही रूप देखेर म्यान्चेस्टर सिटीको प्लेयरले हामी त जित्छौँ, यिनीहरूलाई पेलिहाल्छौँ भन्ने सोचेका थिए। उनीहरूलाई के थाहा बिचारा यो रियल मैड्रिडको परम्परागत रणनीतिको सुरुको 15 मिनेट विपक्षीको प्लेयरलाई थकाऊ अनि त्यसपछि उनीहरूको औकात पेलेर देखाऊ। हामीले जुन कल्पना गरेका थियौँ फर्स्ट लेग बब्बाल पेलेको थियो, सेकेन्ड लेग त्यसरी पेल्न सक्दैन भनेर, तर हामीले गलत सोचेका थियौँ। सेकेन्ड लेग नि सेम डुम्लिङ पारामा पेलिदिसक्यो। भेनिसियस जुनियर बबाल 2टा गोल। सबभन्दा खतरनाक भनेको आजको जो डिफेन्सिभ लाइनअप छ यो बबाल छ है, यसलाई लङ लास्ट टिकाउनु पर्छ। रुडिगर, डिना हुसेन, ट्रेन्ट र फ्रान गार्सियाको जो यो लाइनअप छ डिफेन्सिभ लाइनअप, यो बब्बाल सोलिड छ है भाइज। यसले बब्बाल दिएको आज। ढिला नगरिकन हामी सबै रियल मैड्रिडको फ्यानहरूलाई एकदमै धेरै बधाई पनि भन्न चाहे है।